त्यसको हाम्रो यात्रा सुरु भयो गुल्बिसे टु माङ्जाबुङ मेरो घरतिर यो बाटोबाट हामी जान लागेको छौँ That's all. Vibrant bazaar in the house. त्यो माथिबाट आएको नि होइन तर पिछे कस्तो बाटो म आइपुगेँ आङसाराङ जाने बाटो र रवि जाने बाटो छुट्यो म जाँदैछु बाटो त्यति साह्रो खराब त छैन धेरै खराब छ त जाने हो बाटोमा यस्तो देखियो चाहिँ कुन गाउँ होला सानो गाउँ के गाउँ सिङहाङ भन्ने ठाउँ रहेछ आज सिङहाङ जानु हाम पनि देखियो ए घरको बाटो याद आयो यस्तो पक्की घरहरू थुप्रो छ अब नट रङ यस्तो राम्रो गाउँ रहेछ नि तर बाटो इज काइन्ड अफ स्क्यारी यहीँ झर्ला छ यार यस्तो बाटोमा कुदाउनु परेको छ बाटो बनियो भने चाहिँ राम्रो छ त्यसै खै कता हो यो आङसाराङ पुग्नु लाग्यो कि यो बाटो अब पिच गर्ने योग्यको भइसकेको रहेछ पिच गर्ने योग्यको अनि द्याट्स आवर चर्च त्यहाँ हाम्रो चर्च हो आङसाराङ चर्च यदि मिस्टेक भएन भने अनि बाटो एकदम राम्रो धेरै राम्रो छ बाटो तर माथि माथि बनाउँदै रहेछ यसको घर जाने बाटो आउनु लाग्यो यही हो आङसाराङ बजार त्यहाँ गन्यो भने 20वटा घर होला बजारमा सुन्दर बजार अनि जारी प्रेमको यहीँ होला हौ त्यो काठको रोटेपिङ भएको पछि मेला लाग्यो भने यसको कति सुन्दर घर अनि बजार पनि राम्रो छ बाटो पनि राम्रो छ फेरि अगाडि जाउँ अनि आङसाराङ जाँदा तल जाँदा जाँदै ट्याक्कै यो बाटो आउँछ यो घर आउँछ सेवारो लेखेको अनि यो घरदेखि चाहिँ ट्याक्कै बाटोबाट तल जाने हाम्रो ठ्याक्कै पुगिन्छ यसको यताबाट यस्तो छ मौसम हल्का हल्का क्लाउडको नजिक छौँ सिधै तल गने यासक यहाँबाट माग्दै राखे तर यही बाटो लाग्छ अब यता यासक जाने बाटो हाम्रो घर जाने बाटो जस्तो छ छेउ राते माटे कति टाइम लाग्यो मलाई अहिले 10:38 भयो बिचमा छु ठ्याक्कै हाम्रो मान्छेमा आइसक्यो अनि यो स्कुलमा चाहिँ ड्याडीले पढाउनु भएको जस्तो लाग्छ पहिले के स्कुल हो यो सरस्वती अनि यो चाहिँ त अदुवा जस्तो लाग्यो यस्तो छ नजारा राम्रो भयो त यसको बाटो यस्तो छ माथि पुग्छ कुन गाउँ मम्मी चाहिँ हजुर कुन हो यो सबै यता पो राम्रो मिलेको रहेछ जग्गा त अनि यो पो जग्गा त मिलेको रहेछ त होइन र सम्म परेछ त अन्त हामीले त यता बनाउनु पर्छ मम्मी घर किन उता बनाएको बाजे हजुर लाटा रहेछ क्या हो
किन यस्तो अनि खै बाटोले यस्तो ठाउँमा चाहिँ ल्याउनु भने के यार 1 घन्टा अब कति आधी घन्टा बाँकी छ मम्मी आधी घन्टा बाँकी छ अब म त आइपुग्यो होला भन्छु त अब यसो बजार कसरी कसरी थाक थाक यो चाहिँ तान जस्तै भएर जाने आउने तान लाउनु अनि त्यो बाटो चाहिँ कहाँको बाटो कहाँ जाने बाटो यासुक जाने गाडी बाटो त्यही हो भनेको गाडी कुद्छ र त्यहाँ बोइ किन कुद्दैन त्यो मतलब चाहिँ त्यहाँ जोड्नु आँटेको त्यहाँ यसोले त्यहाँ जोड्नु आँटेको त्यहाँ दिएन ए बिजुक छ कहाँ दिएन ए त्यो माथिल्लोबाट मतलब पनि बन्द गरेको नि त त्यहाँ ल्याउने नि त्यहाँबाट अलिक नजिक त्यो बारीले नदिएको जग्गा धनी दिनु नि हो विकास त राम्रो हुन्थ्यो त कहाँ बुझ्छ नि यहाँ त ल्याउने बेला कति देश त विकास हुनुपर्छ त यो गाउँ चाहिँ के अरे यो थाहा त यो सिधा भएको यो चुनिया इच्छा गैरीटोल के 3 गरे होइन निस्किन त देखिसक्यो यासक बजार घर चाहिँ कुन हो यो बाक्लो घर देखिएन भने देखिसक्यो ए यहाँ मुनिको रहेछ हाम्रो घर चाहिँ कता छ हाम्रो घर त अलिक यता आउनु पऱ्यो छोलेको छैन देखिँदैन हाम्रो घर त कहाँ देख्नु पाइन्छ यो बाजे बजीको हो त्यो देखेको बाजेबजीको त्यसको मुनितिर ऊ किचनको सानो छाना देखिरहेको छ ए त्यो चाहिँ हो यो रुखले यो रुखले चाहिँ छेक्दो रहेछ नजिक भनेकै छैन क्या यता टाढा टाढा भन्ने मात्रै छ क्या सबभन्दा नजिकै टाढा हो क्या पाहाडमा चाहिँ त्यही हुने रहेछ मैले थाहा पाइसकेँ सहर बजारमा नजिक भनेको त नि अर्को घर हो नि त 2-3 घर पछि यो त डाँडाभरि 2-3 वटा घर होला डाँडाभरि सबै जम्मा गऱ्यो भने 3टा घर होला खोइ त नि यो ठाउँमा घरै देख्दिनँ Let's go. पास्थरको सदरमुकाम सिदिम बजार साँच्चीकै सदरमुकाम जस्तो रहेछ मच मोर डेभलप देन एनी अदर प्लेसेस पुरा पूर्व नेपालको पास्थरकै पहाडी क्षेत्र सबैभन्दा विकसित ठाउँ डिभाइडर पनि रहेछ बिचमा अनि वेल डेभलप्ड अनि गर्मी छ छुट्टै यता गयो भने कता जान्छ तर हाम्रो यता गयो भने ताप्लेजुङ जाने बाटो पनि यहाँबाट छुट्टी नै रहेछ फन यो सबै कामको लागि पास्थरभरिको मेरो विचारमा आउनुपर्ने ठाउँ फिडिङ रहेको छ अनि राम्रो ठाउँ छ तर यस्तोबाट जिप चल्छ यहाँ चाहिँ हेभीबाट 4 व्हिल यसको another one Let's go. अहिले हामी म यताबाट आएँ त्यहाँ खोला छ एउटा तमल खोला हुन्छ पक्कै पनि त्यो बगिरहेको यो तमल कोरिडोरको बाटो धरानदेखि आउने बाटो ट्याक्क यो सेक्सनमा जोडिने रहेछ त्यहाँ काम पनि भइरहेको छ यस्तो बाटो छ अफरोड अनि यहाँ एउटा बोर्ड छ
यहाँदेखि उपर गयो भने हामी उकालो गयो भने यो चाहिँ यासकको बाटो हो। यहाँदेखि तल गयो भने फिदिमको बाटो। यो चाहिँ 3टा बाटो जोडिने ठाउँ रहेछ। अनि तमर कोरिडोरको बाटो, पक्कै पनि धरानको बाटो, यो बाटो आइपुग्छ। यहाँदेखि तल गयो भने फिदिम जाने बाटो। त्यो बाटो चाहिँ होइन, त्यो पिच बाटो छ, त्यो बाटो चाहिँ होइन, धेरै अफरोड बाटो छ। त्यो पारिको बाटो चाहिँ त्यो पनि कोरिडोरको बाटो हुनुपर्छ। कस्तो राम्रो छ यो चाहिँ पिच हुनु बाँकी रहेछ। त्यो बाटो मात्र पिच हुन बाँकी रहेको अवस्था काम भइरहेको छ। यही बाटोबाट काटेर आउँछन् 4 व्हिलर्स। हामी देख्न सक्छौँ त्यहाँदेखि गाडीहरू पनि आइरहेको छ। अनि यहाँदेखि यहाँसम्म चाहिँ अलरेडी धेरै राम्रो पिच भइसकेको छ। अनि त्यो गाडीहरू ट्राभलिङ गर्दै फिदिम जाँदैछ। त्यो बोर्ड यहाँदेखि यासक मात्र 13 किलोमिटर। यसको काम हुँदैछ त्यहाँ पर बनाउँदैछन्। यो चाहिँ फिदिमदेखि यासक जाने बाटो रहेको छ। फिदिमदेखि यासक जाने बाटो एकदमै राम्रो छ। पहाडहरू राम्रा छन् र बाटो पनि एकदमै राम्रो रहेको छ। यसको मिलिहाल्छ नि मेरो। यो चाहिँ यासकको रात, यो चाहिँ हाम्रो चर्च यो हाम्रो चर्च। अनि यो चाहिँ क्लाउड चाहिँ एकदमै राम्रो भएको छ है। अब यो आँखाले त धेरै खतरा देखेको छ के अरे। अनि यो स्कुल रहेछ। अनि यहाँ माथि यासक बजार। अनि म आइपुगेको छु। दिदी मलाई कल गर्ने भन्नुभएको। अनि यो चाहिँ यासकको रात, यति राम्रो छ आँखाले हेर्दा, साह्रै राम्रो। पछाडि यासक बजार। अनि आज घरतिर लागिँदैछ। साँच्चीकै राम्रो, धेरै राम्रो। हाम्रो प्रभु महान हुनुहुन्छ, यति सुन्दर बनाउनु भएको छ। लेट्स गो, गुड नाइट। र पहाडमा बाइक कुदाउनुको मजा चाहिँ सबभन्दा धेरै मजा चाहिँ बाटो यस्तो हुन्छ, तर यो सानो मान्छे हिँड्नेमा कुदाउनु परिरहेको छ। कस्तो रमाइलो छ। यो चाहिँ बाटो हो, कसरी कुदाउनु। र यो देखिँदै गरेको चाहिँ यासक बजार हो आज मर्निङमा। र यहाँबाट हिमाल देखिरहेछ। कुन चाहिँ हिमाल हो त्यो चाहिँ थाहा भएन। म अलिकति जियोग्राफीमा राम्रो भएको भए चाहिँ थाहा हुन्थ्यो। राम्रो हिमाल यहाँ देखिरहेछ। अलिकति यता पनि, यता चाहिँ यासक बजार। त्यसको पछाडि पनि एउटा हिमाल देखेको कि के हो त्यो कालो बादल होला। त्यो हिमाल त होइन होला, बादलै होला। त्यस्तो छ यासक बजार। तर माङ्जाबुङ चाहिँ यता कतैतिर हो। त्यो पनि म जियोग्राफीमा राम्रो छैन, यता कतातिर हो कि भन्छु। यस्तो चिनो छ अनि यस्तो सानो निकालेर नत्र त्यो सबै काटेर नि फालेर नि निकालेर हाल्नु सकिन्छ। So, master in the house. हाम्रो त पाहाडबाट सबै त्यो अर्कोहरू माथि माथि चिन्ता काप्चा सबै
And the beauty, double rainbow. This is how Pat's third looks like. कुहिरो लागेको बेलामा चौथी नजिक. This is how the morning looks in Pastor. Clean morning. There's some के भन्छ यसलाई कुहिरो down there. And clean morning after a bit of rain. थोरै rain भएको थियो. And I'm not good at it. यो जस्तो लाग्छ मलाई जियोग्राफीमा यो चाहिँ यहाँ सब जस्तो लाग्छ. अनि that's all. यो डाँडाको नाम चाहिँ देउराली कि के अरे. And there's another डाँडा. This is how it looks. Nazara in the morning. In the morning. कस्तो refreshing देखिरहेछ this side. There's a house here. There. Clean morning. Morning. Good morning. There's another city there. I don't know the name. Hey, यो चाहिँ चौथी बजार. मागा मलाई देखाउनुस् दिनभर दिन सिकाउनुहोस् सदा हिँड्नलाई तपाईको. Look at this place. समयमा गाँठर भट्टा गाँठर काम छैन गाँठर मान्छे हेराउन ये है नज़ारा. पर देखेको थियो यहाँ सब कुरा. यस्तो बनाएको बाटो नि. भर्खर हामीले कटेको हिलोको डाँडा यस्तो छ. यस्तो कालो थियो माटो लडेको त्यहाँबाट बाइक लिएको. यस्तो छ. यस्तोबाट यहाँबाट मिस भएको भए सिधै तल. देख्दाखेरि जस्तो देख्छ त्योभन्दा धेरै नै खतरनाक यस्तो बाटो लिएर आएको छ. र यो देखिएको चाहिँ सिदिम बजार हो. इसको सदरमुकाम पास्टरको सदरमुकाम बिग सिटी. यो चाहिँ पास्टरको सदरमुकाम फिदिम बिग सिटी. यो चाहिँ फिदिम बजार पास्टरको सदरमुकाम. यो चाहिँ बाटाहरू हुन् स्ट्रिट लाइट्सले गरेर राम्रा भएका.